ओके, यो चाहिँ हामीले 6/4 टाइम सिग्नेचरमा मुस्कुराए बाई आस्था तामाङमासी गर्न गइरहेका छौँ। अब यो चाहिँ हाम्रो इन्ट्रो लामो छ गीत हुन चाहिँ होइन, यो सबै चाहिँ म बजाउँदिनँ। तिमीहरूसँग कर्ड चार्ट छँदैछ, म तिमीहरूलाई कर्ड देखाउँछु, रिदम देखाउँछु, अनि इन्ट्रोदेखि कोरससम्म चाहिँ बजाइदिन्छु। त्यसपछि अरू सबै सेमै हो, तिमीहरूले हेरेर गर्न सकिहाल्छौ है। सो रिदम के छ भने रिदमले हाम्रो के अरे 1 and 2 and 3 and 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 छ होइन। सो स्लो गर्दा 1 and 2 and 3 and 4 and 5 and 6 काउन्ट गऱ्यो भने, तर 3 मात्रै काउन्ट गर्छौ भन्ने पनि मिल्छ। तर एउटा बक्स चाहिँ 6 काउन्ट हो भनेर चाहिँ नबिर्सिनु है, एउटा बार चाहिँ है। ओके, सो 1 and 2 and 3 and 5 and 6 and 1 and 2 and 3 and 4 and 5 and 6 and 1 and 2 and 3 1 and 2 and 3 and 4 and 5 and 6 and 1 and 2 and 3 and 4 and 5 and 6 and fast गर्दा 1 and 2 and 3 and 1 and 2 and 3 and 1 and 2 and 3 and 4 and 5 and 6 and 1 and 2 and 3 and 5 1 and 2 and 3 and 4 and 5 and 6 and so मलाई चाहिँ 6 काउन्ट गर्नलाई चाहिँ गाह्रो लाग्छ। त्यही भएर म 3 चाहिँ डबल गर्छु, 3 काउन्ट चाहिँ डबल गर्छु है। जस्तै 1 and 2 and 3 and 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 बेसिकली एउटै कुरा हो, आफूले कसरी गर्ने भन्ने कुरा हो है त। जुन सजिलो लाग्छ त्यही गर्नु। 6 काउन्ट गर्नु छ भने 6 गर्नु, अनि 3 गर्नु छ भने 3 गर्दा पनि हुन्छ है। ओके, सो अब कर्डहरू के छन् त सर हेरौँ। म कर्ड देखाइदिन्छु। यो चाहिँ डी कर्ड हो है, डी पछि जी कर्ड भयो, यो कहाँ जी कर्ड, यो सी एट 9 कर्ड भयो है, यो डी कर्ड भयो, सी एट 9 कर्ड है। छुनु भएन है, यसले छुनु भएन, यसले छुनु भएन, यस्तो गर्नु भएन, यस्तो गर्नु भएन है। टक्क है, टक्क देखिन्छ हेर, यस्तो हुन्छ है। टी हान्दा पनि यस्तै हो, सी एट हान्दा पनि यस्तै हो, जुन कर्ड हान्दा पनि त्यस्तै भयो है। है छुने होइन, यसले नछुने, यो पार्टले नछुने है। ओके ओके, सो डी कर्ड है, डी कर्ड यो भयो, सी एट 9 कर्ड ओके, यो यहाँ यो यहाँ यो यहाँ है, सी एट 9 कर्ड यहाँ है। त्यसपछि डी स्ल्यास बी कर्ड भन्ने छ है हाम्रो। सो यो औँलाई यहीँ राख्ने, यो तल हुन्छ यहाँ, देख्यो, यो औँला चाहिँ यहाँ हुन्छ है। सो भेरी ब्युटिफुल कर्ड है, फेरि सी एट 9 आयो है। अर्को एक्स्ट्रा कर्ड भनेको दुईवटा छ, जुन चाहिँ डी स्ल्यास सार्प सार्प कर्ड हो। सो यो यहाँ हुन्छ, यो यहाँ हुन्छ, ओके, यो यहाँ हुन्छ है। सो है, जी कर्ड थाहा नै छ होला, सी एट 9 यो भने जी ठ्याक्कै माथि हुन्छ, जुन चाहिँ जी कर्ड, जी मेजर कर्ड। लास्टली A7 सस4 भन्ने कर्ड छ, यो ए कर्ड भयो, यो बिचको हटाइदियो है, अनि यो यहाँ अगाडि ल्यायो भने A7 सस4 बन्छ। तर यसरी राख्दा अलिक गाह्रो होला, त्यही भएर यो दुईवटा राख्दा पनि हुन्छ है, यसरी है। यो औँला यहाँ हो, यो औँला चाहिँ यहाँनिर है त, है देखिरहेछ है, A7 सस4 है। सो सबै कर्ड हेर्दाखेरि के हुन्छ भने डी कर्ड यहाँ भयो, डी सी एट 9 यहाँ भयो ओके, अनि डी स्ल्यास बी कर्ड चाहिँ यो तल दुईवटा डी कर्ड जस्तै हो है, यो डी कर्डै हो, तर यो मैले निकालेर यहाँनिर त्यो राखिदिएको है त, डी स्ल्यास बी भयो है। त्यसपछि अर्को कर्ड चाहिँ के छ भने डी स्ल्यास आफ सार्प कर्ड छ। अब यो मेरो जुन छ नि डी राखिरहेको यो तलपट्टि, यो माथि आउँछ, यहाँ माथि आयो, अनि यो पनि माथि जान्छ यसरी है। सो यो कर्ड भयो, अनि जी कर्ड भनिसकेँ कि छैन, जी कर्ड यो हो। अनि A7 सस4 भनेको चाहिँ यो कर्ड भयो, ए राख्यो, यो औँला यहाँ आयो, यो औँला हटाइदियो है त। तर यसरी हान्दा पनि
हुन्छ सजिलोको लागि है। ल अघि स्टार्ट गरौँ न त है, 5 मिनट त कर देखाउँदै गयो। ल अघि इन्ट्रोबाट है त। सो काउन्ट चाहिँ कस्तो हुन्छ, 1 2 3 4 के अरे 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 होइन। ल सँगै गरौँ है, इन्ट्रोदेखि है। 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6
भर्समा आयो है ओके म कन्फ्युज भएको रहेछ 1 2 3 4 5 6 1 2 3 4 5 6 होइन सो 1 2 3 4 5 6 2 3 4 5 6 6 by 4 है त सो क्वार्टर नोटमा हुन्छ है ओके 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 2 3 4 5 6 1 2 3 4 5 मनका सबै सुरु है आशाहरूलाई चुपचाप राख्दै आफूलाई बाँधेर आँसुको दियो यो भयो अरू फेरि सेम भयो रिपिट भर्स आउँछ फेरि बिकोरस आउँछ अनि कोरस आउँछ त्यसपछि ब्रिज पार्ट आउँछ है त मुस्कुराए कोरसमा 4 चोटि गरेपछि यो एकचोटि भयो यो समेत जोडेर अर्को 3 चोटि गरेर टोटल 4 है सो टोटल 4 चोटि गरिसकेपछि ब्रिजमा आउँछ हामी गीत कुनै सी गड ए माइनर
ल यो चाहिँ मुस्कुराएको प्ले अलङ भिडियो भयो, हेरेर सिक्नु होला। कन्फ्युजन भयो भने मेसेज गर्नु होला है त। ओके, थ्याङ्क यू।